आदरणीय दर्शकवृन्द नमस्कार, म अजय शाह शिवाली प्राइम टाइम लाइभमा स्वागत छ। आज हामी सुरक्षासँग सम्बन्धित विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरेर धनुषाको कुरा गर्ने भने धनुषामा सुरक्षा अवस्था कस्तो छ र यसमा सुधार गर्नुपर्ने कहाँ खाँचो देखिएको छ त आज हामी यिनै विषयमा कुराकानी गर्न गइरहेका छौँ। यसका लागि धनुषाका एसपी गोविन्द थपलियालाई निम्त्याएका छौँ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। थपलियाजी, कार्यक्रममा स्वागत छ। हस्, थ्याङ्क यू, धन्यवाद। तपाईँ आएको 1 महिना केही दिन भयो, कस्तो रह्यो अहिलेसम्मको काम कारबाही चाहिँ? अब काम कारबाही कस्तो रह्यो भन्ने त अब मैले त मेरो आफ्नो हिसाबले यहाँको सुरक्षा समस्याहरूलाई चाहिँ तत्कालको समस्याहरूलाई चाहिँ मध्यनजर गरेर मैले जाने बुझेसम्म चाहिँ राम्रो गरेको मैले महसुस गरिरहेको छु र यो विषयमा के कस्तो भएको छ भन्ने कुरो यहाँहरू र धनुषावासी आम नागरिकले चाहिँ मूल्याङ्कन गर्ने कुरा हो। हजुर, अब यसअघि कुरा गर्ने भने तपाईँ अब कमान्ड लिँदाखेरि उता रुकुमतिर हुनुहुन्थ्यो होइन? विशेष गरेर त्यसपछि यतातिर आउनुभयो होइन, बिचमा केही महाशाखामा जानुभयो र अहिले कमान्डमा हुनुहुन्छ धनुषा जिल्लाको हुनुमा। अब कतिको फरक महसुस गर्नुभएको छ उता पहाडमा हुँदाखेरि फेरि यतातिर हुँदाखेरि चाहिँ? अब यो तपाईँको भौगोलिक अवस्था, सामाजिक संरचना लगायत विकास निर्माण यस्ता कुराहरूले सुरक्षाका चुनौतीहरूलाई चाहिँ फरक हुन्छ र सामाजिक संरचना लगायतका कुराहरूले पनि सुरक्षा चुनौतीहरू फरक हुन्छन् र पहाडको सुरक्षा समस्याहरू र तराईको हाम्रो सुरक्षा समस्याहरू चाहिँ अलिकति फरक हुन्छ। यहाँको जुन सामाजिक संरचनादेखि लिएर यहाँको बस्ती, घना बस्ती, अब यो तराई निश्चय पनि यहाँ चाहिँ ओपन बोर्डरका कुराहरू छन्। त्यसले गर्दा अपराध गर्ने व्यक्तिहरू चाहिँ तत्काल भाग्न सक्ने अवस्थाहरू कुराहरू छ। त्यसले गर्दाखेरि अलिकति फरक हुन्छ त्यहाँ। अब सुरक्षा चुनौती चाहिँ बढ्छ तराईमा भनेर भनिराख्नु भएको छ। एउटा आँकडा म तपाईँलाई भन्न चाहन्छु, 2071-72मा चाहिँ 656 घटनाहरू, विविध घटनाहरू भएका थिए होइन धनुषामा। त्यसपछि 72-73मा चाहिँ 568, 73-74मा चाहिँ 836। भनेपछि यो जुन बढ्ने क्रम छ क्या, 71-72मा चाहिँ कम थियो, त्योभन्दा अलिक घट्यो, तर 73-74मा चाहिँ अलिक बढ्यो कि। यसो चाहिँ किन हो? घट्ने क्रम चाहिँ बढाउनु पर्ने होइन र? यस्तो छ, अब हाम्रो उद्देश्य भनेको चाहिँ समाजमा अपराधलाई नियन्त्रण गर्ने, अपराधलाई घटाउँदै जाने हो र त्यसको लागि चाहिँ हामीले त्यो अनुसारले कार्ययोजना बनाएर लागू गर्नुपर्ने हुन्छ। र अब कुनै समय अवधिमा चाहिँ अपराध बढ्यो अथवा घट्यो भन्ने विषय चाहिँ तत्कालीन अवस्थाको प्रमुख कार्यरत त्यहाँको नेतृत्व लगायत अन्य धेरै विषयहरू कसरी चाहिँ सुरक्षालाई व्यवस्थापन गरिएको थियो, त्यसपछि आम नागरिकको सहयोग सद्भावहरू कस्तो थियो भन्ने कुराहरूले नै असर पार्ने हुन्छ। र कतिपय अपराधहरू चाहिँ तपाईँको चाहिँ कुनै बेला त्यो अपराध घट्न सक्छ, एकैचोटि बढी पनि हुनसक्छ र कुनै बेला चाहिँ स्वतः आफै पनि कम हुन सक्ने पनि हुन्छ। यो धेरै विषयहरूले चाहिँ प्रभाव पारेको हुन्छ। तर हाम्रो उद्देश्य भनेको चाहिँ जसुकै अवस्थामा पनि अपराधहरूलाई चाहिँ न्यूनीकरण गर्दै लैजाने हो, अपराधलाई घटाउँदै लैजाने हो। त्यो हिसाबले हामी अगाडि बढिरहेछौँ। हजुर, अब केही दिन अगाडिको कुरा गर्ने भने अब मुखिया मुसर्नियामा चाहिँ अब चौकी नै लुटिएको अवस्था छ, तस्करहरूले चौकी लुटे होइन? के भन्नुहुन्छ फेरि तपाईँकै कार्यकालमा भएछ? होइन, यस्तो छ, अब त्यो विषयमा चाहिँ चौकी नै लुटिएको होइन, उहाँले चौकीमाथि चाहिँ आक्रमण गर्न खोज्नु भएको हो र तत्कालको अवस्थामा हामीले त्यसलाई बल प्रयोग गरेर नियन्त्रण गर्नुपर्ने पनि अवस्था आइसकेको थियो। तर बिचमा शान्ति मतलब चाहिँ साम्य भएको हिसाबले हामीले त्यसलाई थप चाहिँ स्टेप अगाडि नबढाएको मात्र हो र त्यसमा संलग्न व्यक्तिलाई चाहिँ हामीले त्यसमा मुख्य जो व्यक्ति संलग्न छ त्यो व्यक्तिलाई चाहिँ हामीले कानुनी दायरामा ल्याएर चाहन्छौँ र त्यसलाई हामी छोड्दैनौँ। हजुर, अब यो अवस्था चाहिँ कसरी आयो त्यसपछि? अब भनौँ न, प्रहरी जो सुरक्षा दिन खटिएका हुन्छन् जुन निकाय, त्यही निकायमाथि चाहिँ, त्यही चौकीमाथि चाहिँ आक्रमण हुन्छ र यो द्वन्द्वकालीन घटनाको चाहिँ झझल्को देखियो नि होइन? द्वन्द्वकालीन घटना र यो त फरक विषय हो। अब यसमा चाहिँ अलिकति उच्छृङ्खल व्यक्तिहरूले समाजमा सोझा साझा मान्छेहरूलाई उचालेर त्यो अपराध मतलब त्यो किसिमको घटना घटाउन खोजिएको, त्यसमा अप्रिय घटना पनि घट्न सक्थ्यो। तर हामी संयोगित भएर त्यतिखेरको अवस्थालाई चाहिँ हामीले मध्यनजर राखेर थप हामीले स्टेप नबढाएको मात्रै हो, त्यति मात्रै हो यसमा। तर त्यो जुन घटनामा संलग्न छ, जसले त्यो योजना बनाएको छ, जसले त्यो घटना घटाएको छ र ती व्यक्तिलाई हामीले राम्ररी चिन्छौँ र उनीहरूलाई हामी कुनै पनि हालतमा
कानुनी दायरामा ल्याउँछौँ र कारबाही गरेर मात्रै छाड्छौँ। भनेपछि प्रहरी चौकी असुरक्षित देखियो भनेपछि त्यहाँ चाहिँ कारण के रह्यो? दरबन्दी कम भयो कि के चाहिँ कारण रह्यो? कम्युनिकेसनको अभाव रह्यो कि? होइन, त्यस्तो दरबन्दी कमी पनि होइन, कम्युनिकेसनको अभाव पनि होइन। हामी तत्काल पुगेका हौँ होइन। मैले तपाईँलाई भनिहालेँ नि, अब त्यो घटना चाहिँमा तत्काल त्यो परिवेशमा थप बल प्रयोग गर्दाखेरि अब त्यहाँ अब चाहिँ महिला बालबालिकाहरू भएको कारणले गर्दाखेरि हामी अगाडि नबढेर त्यहाँ ठुलो क्षति हुन सक्ने सम्भावना हुन्छ र त्यो घटनामा त्यति ठुलो चाहिँ किसिमको चाहिँ प्रहरीतर्फ त्यति क्षति भएको अवस्था पनि होइन। उनीहरू भित्र छिरे होइन, चौकी घेरा मात्रै हालेको हो र केही वरिपरिको बारमा चाहिँ तोडफोड गर्न मात्रै खोजेको हो र त्यतिमा पछि साम्य भएको हिसाबले हामीले त्यसलाई चाहिँ अलिक थप अगाडि नबढेको। हतियार पनि लिएर गयो भन्छ त? छैन, त्यस्तो भएको छैन, के भएको छैन। हजुर, अब यस्तो किसिमको घटनाहरू चाहिँ हुन नदिन चाहिँ कस्तो किसिमको योजना बनाइराख्नु भएको छ? यसमा चाहिँ हामीले त्यो हिसाबको घटना हुन नदिन चाहिँ हामीले थप जनशक्ति परिचालन गर्ने कुराहरू र कार्ययोजना बनाएर चाहिँ हामी तत्काल कुनै पनि प्रहरी युनिटहरूलाई चाहिँ सपोर्ट गर्ने हिसाबले हामी जनशक्ति पनि अन्य निकायहरू पनि माग गरेर स्ट्यान्ड बाईहरू राख्ने र तत्काल यस्तो अवस्था भएमा चाहिँ तत्काल प्रहरीले एक्सन गर्ने हिसाबले हामीले योजनाहरू बनाइरहेको छौँ। हजुर, अब विशेष गरेर तराईमा चाहिँ कस्तो किसिमको अपराधका घटना चाहिँ बढी तपाईँहरूले चाहिँ दैनिक चाहिँ फेस गर्नुपर्ने देख्नु भएको छ? जस्तै कि यी अपराधका घटनाहरू चाहिँ बढी आउने? अब अहिलेको परिवेशमा हेर्दाखेरि, अहिले तत्कालीन अवस्थामा हेर्दाखेरि बलात्कारका घटनाहरू एकदम बढी छ। अनि अन्य सामाजिक अपराधमा हेर्दाखेरि बाल विवाहका घटनाहरू एकदम बढी छ र अन्य त्यसपछि अरू सुसाइडका घटनाहरू छन्। सुसाइडका घटनाहरू कतिपय शङ्कास्पद अवस्थामा पनि सुनियोजित पनि भएको जस्तो कुराहरू पनि हामीले चाहिँ अनुसन्धान गरिरहेका अवस्थाहरू छ। त्यसै सवारी दुर्घटनाका घटनाहरू, यी घटनाहरू चाहिँ बढी छ र चोरीका कुराहरू छ अनि लागु औषधका घटनाहरू चाहिँ बढी छ। हजुर, अब यी घटनाहरू नहोस् होइन, न्यूनीकरण पुरै रोक्न सकिँदैन तर न्यूनीकरण चाहिँ गर्न सकिन्छ होला। त्यसमा केही योजना बनाउने, तपाईँ आएपछि अब तपाईँले आफ्नो नयाँ किसिमले जाने कि अब कसरी गर्ने, केही छ त्यस्तो नयाँ योजना? हामीले चाहिँ सबै घटनाहरूले प्रत्येक घटना विशेष कुन अपराधलाई कसरी नियन्त्रण गर्ने भन्ने सामान्य जनरल हामीले शान्ति सुरक्षाको हिसाबले आफ्नो हिसाबले काम गरिरहेका हुन्छौँ र त्यो बाहेक चाहिँ कुन अपराधलाई अब जुन चाहिँ समाजमा बढी देखिएको छ र आम नागरिकको चाहिँ चासो, आम नागरिकलाई चाहिँ प्रत्यक्ष बढी मात्रामा चाहिँ असर परेका अपराधहरू मैले भने तपाईँको चाहिँ बलात्कारका घटनाहरू भए, बाल विवाहका घटनाहरू भए लगायत चाहिँ सवारी दुर्घटनाका घटनाहरूलाई चाहिँ हामीले कसरी न्यूनीकरण गर्ने, यो लागु औषधका कुराहरूले समाजलाई चाहिँ नष्ट पार्दैछ, यस्ता कुराहरूलाई चाहिँ हामीले कसरी न्यूनीकरण गर्ने भन्ने चाहिँ एउटा कार्ययोजना तयार गरेका छौँ र त्यो कार्ययोजना चाहिँ स्टेप बाई स्टेप चाहिँ हामी लागू गर्दै जाने र त्यो अन्तमा चाहिँ फाइनल्ली केही समय लाग्छ। त्यसपछि यी सबै अपराधको घटनाहरू न्यूनीकरण हुने र अपराधमा संलग्न व्यक्तिहरूलाई चाहिँ कानुनी दायरामा ल्याउने हिसाबले हामीले तयार गरिरहेको छौँ। अब यी घटनाहरूमा त अब समाजको पनि सहयोग चाहिने होला है, त्यसमा चाहिँ कतिको सहयोग पाउनु भएको छ? होइन, अहिलेसम्म सम्पूर्ण अब आम नागरिक लगायत राजनैतिक दल, तपाईँको चाहिँ विभिन्न सङ्घ संस्थाहरू र अन्य निकायहरूबाट चाहिँ हामीले अपेक्षाकृत सहयोग पाएका छौँ। त्यसमा कुनै समस्या छैन र मात्र हामीले चाहिँ आफ्नो हिसाबले काम गर्न अगाडि बढ्नुपर्ने मात्रै छ। त्यो कुराहरूमा हामी बढेमा हामीलाई सबैतिरबाट सहयोग मिल्छ। एउटा आरोप प्रहरीमाथि लाग्ने गरेको छ, विशेष गरेर यो रेपको चाहिँ घटनामा चाहिँ दर्ता गर्न नमान्ने, अब मिलोपोतो गराउँ भन्ने त्यतातिर लाग्ने भन्ने पनि आरोप लाग्दै आएको छ। यहाँको मात्रै होइन, सबै ठाउँ त्यस्तो देखिन्छ। यो कतिको सत्य रहेछ? होइन, यसमा जस्तो चाहिँ प्रहरीमा आएको कुनै पनि जाहेरी अथवा एफआइआर भन्नुहोस्, घटनाको सूचनाको सन्दर्भमा प्रहरीले दर्ता नगर्ने भन्ने त कुरै हुँदैन। त्यसमा चाहिँ स्पष्ट कानुनले सरकारी मुद्दा सम्बन्धी ऐनमा स्पष्ट व्यवस्था गरेको छ। कुनै पनि अपराधको सूचना आउने बित्तिकै तत्काल दर्ता गर्ने र त्यसलाई त्यो अनुसार चाहिँ अनुसन्धान प्रक्रिया सुरु गर्ने भन्ने त कानुनमा स्पष्ट व्यवस्थै छ। तर कहिलेकाहीँ कस्तो हुन्छ भने त्यो जुन घटनाहरू चाहिँ बनावटी किसिमका, जुन उहाँहरूले जुन हिसाबले चाहिँ अपराधको सूचना ल्याउनु भएको छ त्यसको सत्यता नभएको अवस्थाहरूमा चाहिँ प्रहरीले के हो त, प्रहरीले अनुसन्धान गरेर दायरा गर्ने मुद्दा भोलि चाहिँ प्रमाणै छैन
त्यो कुराको घटनाहरू भएकै छैन, घटना इस्टाब्लिसै हुँदैन भन्ने अवस्थाकोमा चाहिँ उसले अलिकति कन्फिडेन्स हुनलाई केही समय हामीले हल्ट गर्ने हो र त्यस्तो अपराध चाहिँ कन्फर्म भइसकेपछि त उतिखेर दर्ता गरेर तुरुन्तै रेस्पोन्ड हामी गरिहाल्छौँ, त्यसमा कुनै पनि समस्या छैन। अब यता कता कसैले चाहिँ त्यो सुनियोजित हिसाबले चाहिँ कसैलाई फसाउने हिसाबले गरेको मान्छेहरूले मात्रै त्यस्तो अब यी घटनामा चाहिँ राजनीतिक हस्तक्षेपको कुरा गरौँ, त्यो कतिको बिहोर्नुपर्छ तपाईँले? त्यस्तो छैन, अपराधको घटनामा कतैबाट राजनीतिक हस्तक्षेप हुँदैन। उहाँहरूले कहीँ एउटा चाहिँ जिज्ञासाहरू राख्ने, घटनाको सम्बन्धमा के भएको छ कसो भएको छ भन्ने जिज्ञासा राख्ने मात्रै हो। तर घटना अपराधलाई चाहिँ ढाकछोप गर्नुपर्छ, त्यसलाई चाहिँ कानुनी दायरामा ल्याउनु हुँदैन, प्रहरीले चाहिँ यसरी गर्नु हुँदैन भन्ने किसिमको कुनै त्यस्तो हस्तक्षेप हुँदैन। काम गर्ने वातावरण अब जस्तै तपाईँबाट त अब सुरक्षा चाहिँ सुदृढ बनाउने होइन, नागरिक चाहिँ राम्रै रहन पाऊँ होइन, त्यो एउटा ध्येय राख्नुहुन्छ होइन, तर त्यस्तो किसिमको वातावरण छ? अब यो काम गर्ने वातावरण भन्नाले चाहिँ अब तपाईँले धेरै छ यसमा। जस्तो चाहिँ काम गर्ने वातावरण भन्नाले चाहिँ तपाईँको चाहिँ राजनीतिक हिसाबले यहाँको सामाजिक कुराहरू, यहाँका आम नागरिकको सहयोग सद्भावको कुराहरू आउँछन्, विभिन्न सङ्घ संस्था यसमा संलग्न अन्य निकायहरूको सहयोग कोअपरेसनका कुराहरू पनि आउँछन्, प्रहरीमा उपलब्ध स्रोत साधनका कुराहरू आउँछन्, जनशक्ति प्रहरी जनशक्ति आफ्नै आफ्नो आचरण व्यवहार उसको व्यावसायिक कुराहरू र निष्ठा कतिको चाहिँ उसले चाहिँ आफ्नो सङ्गठनप्रति प्रतिबद्ध छ, निष्ठावान छ, उसका इन्टिग्रिटीहरूका कुराहरू आउँछन्। यी सबै कुराहरू आउँछन् वातावरणभित्र र हामीलाई उपलब्ध स्रोत साधनहरूका कुराहरू पनि आउँछन्। अब त्यसबाहेक अब तपाईँले अन्य भन्नुभएको जस्तो अन्य बाहिर एक किसिमले तपाईँहरूले काम गरिराख्नुहुन्छ होइन आफ्नो हिसाबले होइन, तर त्यहाँ चाहिँ बाहिरबाट चाहिँ बाहिरी हस्सेको त्यही त मैले भने वातावरण भन्न खोजेँ। त्यस्तो किसिमको वातावरण जुन काम गर्ने तरिका तपाईँहरूको छ त्यसमा चाहिँ इन्टरफेयर हुने महसुस गर्नु भएको छैन? बाहिरबाट हस्तक्षेप गर्ने कुरा तपाईँले धेरै यसमा चाहिँ जोड दिनुभएको छ, तर बाहिरबाट हस्तक्षेप गरेको र त्यो बाहिरको हस्तक्षेपबाट प्रभावित भएर हामीले जुन किसिमको घटना छ त्यसलाई हामीले त्यही प्रकृति त्यसैको आधारमा नै हामी अनुसार कारबाही प्रक्रिया बढाउँछौँ। अब बाहिरबाट मैले भनिहालेँ तपाईँले राजनीतिक लेभलबाट उहाँले के कसो छ भनेर जानकारी लिन सक्नुहुन्छ भनेको आधारमा हामी प्रभावित भएर घटनालाई तोडमोड गर्ने अथवा घटनाको चाहिँ मर्मलाई ढाकछोप गर्ने अथवा त्यो हिसाबले फरक हिसाबले चाहिँ हामी कहिले पनि काम गरेका छैनौँ। हामीले घटनाको प्रकृति अनुसार र त्यसको गम्भीरता अनुसार चाहिँ हामी त्यसलाई अनुसन्धान गरेर त्यही अनुसार नै हामीले हाम्रो चाहिँ अदालतमा अभियोजन गर्ने कुराहरू चाहिँ सम्म हामी पुगेका छौँ। अब अनुसन्धानको कुरा गर्ने हो भने अब कतै घटना भयो होइन, तर त्यो अनुसन्धान हुँदै चाहिँ विलम्ब हुने, पीडितले चाहिँ तत्काल न्याय नपाउने होइन, त्यस्तो पनि देखिन्छ। यो अनुसन्धानको के रहेछ, त्यसको केही समयावधि त्यस्तो केही होला कि किन चाहिँ विलम्ब हुँदो रहेछ, विशेष गरी यो हत्या लगायतका जुन घटनाहरू हुन्छन् त्यसमा चाहिँ? यसमा अनुसन्धानको विलम्बको सन्दर्भमा के भन्न चाहन्छु भन्दाखेरि घटना सबभन्दा पहिला घटनालाई पत्ता लगाउनु नै सबभन्दा कुरो, घटनामा संलग्न व्यक्ति पत्ता लगाउनु नै कठिन हुन्छ, सबभन्दा जटिल विषय नै त्यही हो। घटनामा संलग्न व्यक्ति र त्यसका प्रमाणहरू सबुत प्रमाणहरू सङ्कलन गर्ने कुरा महत्त्वपूर्ण हुन्छ। घटना घटाएर फरार भइसकेको अवस्थामा प्रहरीले चाहिँ तत्काल त्यसलाई रेस्पोन्ड गर्न नसकेको कारणले चाहिँ प्रमाणहरू लोप हुने र अपराधीहरू चाहिँ संलग्न व्यक्तिहरू फरार हुने कारणले गर्दाखेरि त्यो समयमा घटनाको चाहिँ तथ्य पत्ता नलाग्ने र अनुसन्धान सफल हुन नसक्ने अनि पीडितले तत्काल न्याय नपाउने अवस्थाहरू हुन्छ। त्यो बाहेक अन्य अवस्थामा चाहिँ यदि घटनाको अनुसन्धानमा ढिलासुस्ती हुने, पीडितले न्याय नपाउने भन्ने कुरा चाहिँ त्यस्तो भयो जस्तो मलाई लाग्दैन। धनसाको कुरा गर्ने हो भने धनसाको केही दिन अगाडि अब भनौँ न जो चाहिँ अपराधी छन् या भनौँ न स्थानीयवासीले जसले चाहिँ अपराधी भनेका छन् ती व्यक्ति चाहिँ हिरासतमा लिएन या त्यस्तो किसिमको घटनाहरू आइरहन्छ होइन, भनौँ न अब तुरुन्तै चाहिँ रेस्पोन्स नगरिदिने के, अब प्रहरीले पनि अनुसन्धान भइरहेछ भन्ने होइन, पीडित पनि अब धाइरहने के, अब कहिले के होला यसको रिजल्ट कहिले आउला होइन, कहिले हामी न्याय पाउँला भनेर चाहिँ उनीहरू चाहिँ धाइरहने त्यस्तो पनि अवस्था हुन्छ होइन। भनेपछि त्यसमा चाहिँ पीडित पक्षलाई चाहिँ आश्वस्त चाहिँ किन पार्न नसकिएको? मैले तपाईँलाई अघि नै भने जो मान्छेले प्रहरी कार्यालयमा सही घटना लिएर आएको छ,
वास्तवमा अपराध भएको अपराधलाई जुन प्रकृति जुन अवस्थामा अपराध भएको छ र त्यही अवस्थामा लिएर आएको छ भने त्यसको तत्काल त्यही अनुसार नै त्यसको चाहिँ एड्रेस हुन्छ, त्यही अनुसार नै मुद्दा दर्ता भएर अनुसन्धान हुन्छ, कुनै त्यसमा ढिलासुस्ती हुँदैन, त्यो तत्कालै हुन्छ त्यसमा। अब तत्काल तपाईँ मैले जस्तो अघि नै भने अपराधी फरार भएको अवस्थामा र पत्ता लगाउन नसकेको अवस्थामा मात्रै ढिलासुस्ती हुने हो, त्यो बाहेक अन्य अवस्थामा तत्कालै हुन्छ। र कहिलेकाहीँ चाहिँ उहाँहरूले ल्याएको घटना नै अलिकति चाहिँ हामीहरूलाई भरपर्दो विश्वसनीय नलागेको अवस्थामा चाहिँ त्यसमा के हो कसो हो भन्ने हामीले बुझ्नुपर्ने र त्यसलाई यकिन गर्नुपर्ने कारणले गर्दाखेरि त्यो चाहिँ घटनाहरूमा तत्काल चाहिँ रिस्पोन्स नभएको जस्तो पीडितले चाहिँ उनीहरूले खोजे जस्तो अब ग्याप देखिन्छ, ग्याप भएको जस्तो चाहिँ महसुस हुन्छ। त्यसमा के हुन्छ भने तपाईँको हाम्रो भनाइ पनि छ, न्याय माग्न जाँदाखेरि सफा हातले जानुपर्छ भन्ने छ। उहाँहरू सफा स्वच्छ मनले र जे घटना भएको छ त्यसलाई बढाइ चढाइ नगरिकन र फरक यो जुन समस्या छ नि, जस्तै भनौँ न अब कतै घटना भयो है पीडित, अब पीडित पक्ष चाहिँ जिल्ला प्रहरी कार्यालय चाहिँ धाइरहने होइन, अनि उताबाट चाहिँ तपाईँहरूको जवाब चाहिँ अनुसन्धान भइरहेछ होइन, यो शाखा त्यो शाखा गर्दै अब जवाब चाहिँ त्यसरी चाहिँ पाउने, फेरि घर जाने, फेरि अर्को दिन कहिले आउने ठेगान नहुने, फेरि जाँदाखेरि फेरि त्यही जवाब पाउने कि भनेपछि एक किसिमको ग्याप र अविश्वास देखियो त्यहाँ होइन। अब त्यो कसरी भर्न सकिएला, के उपाय छ? तपाईँले कुन विषय प्रसङ्गमा यो कुरा गर्न खोज्नु भएको हो? अनि यस्तो प्राय भइरहन्छ होइन, यस्तो छ मैले भनिहालेँ, जुन कुरा घटनामा फरक जुन तथ्यभन्दा फरक किसिमको जाहेरी आएको सन्दर्भमा झुटा जाहेरी आएको भनौँ न हामीले भन्दाखेरि झुटा अथवा चाहिँ जस्तो सामान्य कुटपिट भएको छ, ज्यान मार्ने उद्योग भन्नुहुन्छ उहाँहरू होइन। तपाईँको ज्यान मार्ने उद्योगलाई कस्तो किसिमको प्रमाण हुनुपर्छ भनेर अदालतले चाहिँ व्याख्या गरिसकेको छ होइन। त्योभन्दा फरक किसिमको घटना प्रकृतिलाई ज्यान मार्ने उद्योग भनेर उहाँले जबरजस्ती लिँदाखेरि भोलि अदालतले पनि हाम्रो पनि अनुसन्धान र हाम्रो पनि प्रहरी कर्मचारीको प्रोफेसनलिजममा पनि क्वेसन गर्ने कुराहरू हुन्छ। र त्यस्ता कुराहरूलाई चाहिँ हामीले जुन घटना छ त्यही घटनामा लिएर आउनुहोस् भनेर केही समय उहाँहरूलाई भन्दाखेरि उहाँहरू नटेरेको कारणले गर्दाखेरि नमानेको कारणले गर्दाखेरि, किनभने उहाँहरू घटनालाई जुन तहमा घटना घटेको छ त्यही लेभलबाट चाहिँ त्यसलाई समाधान नखोजिकन मिसअन्डरस्ट्यान्डिङ भएर अथवा त्योभन्दा फरक अथवा कसैप्रति पूर्वाग्रही भएर अरू मान्छेहरूकोलाई चाहिँ नि फसाउने हिसाबले जाहेर लिएर आउनुभयो भने त्यसमा चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ जस्तो अलिकति समय लागेको, उहाँले भनेको जस्तो हामीले गर्न नसकेको अवस्था हुने हो। मैले अघि नै भने नि जे जस्तो घटना छ त्यही हालतमा त्यही लेभलमा उहाँहरू आउनुभयो भने त्यसको तत्काल रेस्पोन्ड हुन्छ, त्यहाँ कुनै पनि किसिमको डिले हुँदैन। विदिन अ मिनट हामी घटनाको मुद्दाको अनुसन्धान दर्ता गरेर विदिन अ मिनट हामी सुरु गरिहाल्छौँ, त्यसमा कुनै समस्या हुँदैन। समस्या भनेको जहाँ उहाँहरूको चाहिँ मैले भने नि उहाँको चाहिँ सफा मनले आउनुहुन्न त्यसमा मात्रै समस्या हुने, अरूमा समस्या हुँदैन। हजुर आदरणीय दर्शकवृन्द, अहिले एकछिन ब्रेकपछि फेरि हामी कुराकानीको क्रम जारी राख्नेछौँ। ब्रेकपछि कार्यक्रममा स्वागत छ। आज हामी धनुषाका एसपी गोविन्द थपलियासँग कुराकानी गरिरहेका छौँ। थपलियाजी, जस्तै अनुसन्धानको विषय एउटा महत्त्वपूर्ण बाटो हो कि पीडितले चाहिँ तत्काल न्याय पाउनुपर्छ होइन। अब त्यसमा विलम्ब नहोस् होइन, छिटै न्याय पाओस्, त्यसको लागि त तपाईँहरू पनि प्रविधियुक्त हुनु पर्यो होइन। तपाईँहरूलाई चाहिने जुन प्रविधिहरू होला या अरू जनशक्तिको कुराहरू होला नि होइन, त्यसमा कतिको सम्पन्नता महसुस गरिराख्नु भएको छ धनुषा प्रहरीले चाहिँ? अब प्रहरीलाई स्रोत साधन प्रविधिको प्रयोग सन्दर्भमा चाहिँ देशको क्षमता अनुसार राज्यले बेहोर्न सक्ने आफ्नो क्षमता अनुसार चाहिँ उपलब्ध भएको मैले महसुस गरेको छ। किनभने मैले धेरै जिल्ला प्रहरी कार्यालयहरूमा पनि अनुभव गरेको, घुमेको, हेरेको छ र काठमाडौँमा पनि प्रहरी प्रधान कार्यालयमा धेरै बसेर सबै प्रदेश क्षेत्रको चाहिँ मैले अनुभव लिएको छु। र त्यो सन्दर्भमा हेर्दाखेरि अन्य जिल्ला प्रहरी र धनुषा जिल्ला प्रहरीमा त्यस्तो खासै भिन्नता भएको चाहिँ मैले महसुस गरेको छैन। र हामीले चाहिँ अहिले उपलब्ध स्रोत साधनहरूलाई चाहिँ अझ बढी प्रविधियुक्त अनुसन्धान र अपराध अनुसन्धान र नियन्त्रणमा कसरी प्रविधिलाई प्रयोग गर्न सकिन्छ, बढीभन्दा बढी उपयोग गरेर सफल अनुसन्धान गर्ने र अपराध नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा नै हामीले चाहिँ एउटा कार्ययोजना बनाएर चाहिँ कार्यान्वयन गर्ने हामी सन्दर्भमा गइरहेछौँ। हजुर
त्यसमा केही भनौँ न प्रविधि चाहिँ कतिको छ प्रविधिहरू? अब हामीसँग प्रविधिहरूको सन्दर्भ हेर्दाखेरि अब तपाईँको CCTV भिडियो रेकर्डिङहरू हामीसँग छ। अब अहिले जनकपुरै कुरा गर्ने भने केही वर्ष अगाडि चाहिँ CCTV लगाइएको थियो, त्यो पनि छैन बिग्रेको अवस्था छ। अहिले जस्तो पुनर्निर्माणको कारणले गर्दाखेरि केही टुटेफुटेका छन्, त्यो हामीले चाहिँ कार्यालयमा राखेका छौँ र पछि यो निर्माण सकिसकेपछि फेरि हामी इन्स्टल गर्छौँ। के छ योजना यस विषयमा? यसमा हामी फेरि इन्स्टल गर्छौँ पुरा निर्माण सकिसकेपछि त्यो कुराहरू छ। अहिले हामीले उपलब्ध भएको ठाउँ विभिन्न बोर्डरहरूमा मुख्य बोर्डरहरूमा चाहिँ CCTV इन्स्टल गर्ने र मुख्य आएको मेन पोइन्टहरूमा चाहिँ जहाँ छ त्यो भइसकेको छ र नभएको ठाउँमा पनि CCTV मोनिटरिङहरू लाई चाहिँ अझ प्रभावकारी रूपमा चाहिँ इन्स्टल गरेर कारवाही गर्ने र प्रहरीको अनुसन्धान प्रक्रियामा पनि हामीले अनुसन्धान जुन चाहिँ आवश्यक पर्ने स्रोत साधनहरू पनि हामीले प्रविधियुक्त बनाउनलाई चाहिँ तर त्यो अपराध अनुसन्धानमा त CCTV त एकदम महत्त्वपूर्ण हुन्छ नि होइन, तर यसमा पछाडि छ कि धनुषा चाहिँ होइन। अन्य जिल्लाको हिसाबमा यस्तै हो, सबै जिल्लाहरूमा अलिकति तलमाथि अलिकति 1-2 तलमाथि मात्रै हो, तर धेरै पछि छैन, राम्रो छ। हजुर, अब यो सीमाको कुरा गरौँ। सीमाले गर्दा चाहिँ अलिकति सुरक्षा चुनौती त हुन्छ नै, त्यो भनि नै हाल्नुभयो। मसर्नियाको जुन घटना भयो कति न कति सीमाले गर्दा नै हो होइन। भनेपछि सीमा सुरक्षा चाहिँ चुस्त दुरुस्त चाहिँ बनाउन के छ योजना? अब सीमा सुरक्षा सन्दर्भमा हामीले चाहिँ हाम्रो प्रहरी युनिटहरू त्यहाँ छन्, त्यसमा हामीले चाहिँ प्रत्येक प्रहरी युनिटलाई उच्च मनोबलका साथ चाहिँ खटिन हामीले गरिरहेका छौँ। हामीले त्यसको लागि चाहिँ मोनिटरिङ गर्ने हामी जिल्ला प्रहरी कार्यालय र हामीभन्दा माथि सङ्घीय प्रहरी इकाइ कार्यालय, प्रदेश प्रहरी कार्यालयबाट पनि त्यसको मोनिटरिङ गर्ने हामीले मेकानिजम डेभलप गरिरहेका छौँ र अरू उहाँहरूलाई चाहिँ आवश्यक पर्दाखेरि तत्काल चाहिँ परिचालन हुन सक्ने गरी नजिकको प्रहरी युनिट तथा जिल्ला प्रहरी र सङ्घीय प्रहरी इकाइ कार्यालयबाट चाहिँ थप मद्दत जान सक्ने गरी हामीले टोली स्ट्यान्ड बाई सवारीसहित होइन। यसमा सशस्त्रको समन्वयमा पनि सशस्त्र र अन्य जस्तो अरू अन्य निकायसँग समन्वय भन्नुभयो तपाईँले, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान र यता पारी हाम्रो समकक्षी भारतीय प्रहरीहरूसँग पनि हामीले समन्वय गरिरहेका छौँ र हामीले सीमामा हुने कुनै पनि अपराध, तस्करी होस्, अन्य कुनै किसिमको जघन्य अपराध होस्, फौजदारी अपराध होस्, त्यसलाई नियन्त्रण गर्नलाई चाहिँ दुई पक्षको प्रहरी प्लस हाम्रो नेपालको तर्फबाट सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका चाहिँ सूचना सङ्कलन गर्नेदेखि लिएर सबै युनिटहरूलाई चाहिँ समन्वयात्मक रूपले काम गर्ने हिसाबले हामीले काम गर्छौँ। तर तस्करी नियन्त्रण हुन सकेको छैन यस्तो छ। अब अहिले तस्करी नियन्त्रण भन्ने चाहिँ कस्तो छ भन्दाखेरि अब खुल्ला बोर्डर भएको हिनाले ठ्याक्कै सधैँ एकदम टोटल्ली जिरो भन्ने चाहिँ गाह्रै होला जस्तो लाग्छ मलाई। म किनभने यो तस्करी सम्बन्धमा योभन्दा अन्य जिल्लामा पनि जस्तो पहिला रौतहरु पनि बसेकै हो, काम गरेको थिएँ मैले र पहिला त्योभन्दा पनि अझ मेरो चाहिँ महत्त्वपूर्ण तस्करी नियन्त्रण अनुभव चाहिँ तपाईँको काँक्राभिट्टा हुँदाखेरि सबभन्दा पहिला सुपारी नेपालमा सबभन्दा पहिला सुपारी तस्करी रोक्ने डिएसपी र त्यहाँ कार्यरत युनिटै मै हो। यो विषयमा मलाई सुपारी कसरी आउँछ र सुपारी भन्ने विषय के थियो भन्ने सबै मलाई राम्रोसँग थाहा छ र त्यहाँ हामीले कसरी रोकेका थियौँ र कति चाहिँ कठिन परेको थियो बोर्डर भएको कारणले तपाईँको चाहिँ त्यति मेहनत हामीले गर्दाखेरि पनि सकिया थिएन। टोटल्ली न्यूनीकरण चाहिँ हुन सकेको थिएन टोटल्ली रूपमा। त्यो अलिक छिटपुट पोके जस्तो चाहिँ सङ्गठित रूपमा प्रहरी कर्मचारीको मिलोमतमा हुने भन्ने चाहिँ त्यो सम्भव छैन अहिले हिसाबले हामीले कार्य गरिरहेछौँ। अब छिटपुट रूपमा विभिन्न लुकी छिपी छलाइकन अब तपाईँको चाहिँ प्रहरीको उपस्थिति नभएको ठाउँबाट प्रहरीलाई पनि अब तपाईँको मान्छे हो, उसको पनि विभिन्न समस्या हुन्छ, कहिले बाथरुममा गयो होला होइन, कहिले बाथरुममा कहिले होइन, त्यस्तो हुँदैन। तपाईँको कुनै पनि हालतमा प्रहरी कर्मचारी चाहिँ तस्करमा संलग्न भएको अथवा तस्करसँग मिलोमत भएको अथवा तस्करले सँग मुछिएको हामीले पायौँ भने त्यसलाई अन द स्पट हामीले चाहिँ कारवाही गरेर उसको जागिर नोकरी हट्नेसम्मको चाहिँ हामी कारवाही प्रक्रिया बनाउँछौँ। त्यसमा कुनै पनि हामीले कम्प्रोमाइज गर्दैनौँ र हामी यहाँ मात्रै होइन, म मात्रै होइन, मभन्दा माथिल्लो निकायले पनि त्यही अनुसार मोनिटरिङ गरिरहेको छ र यसमा सम्पूर्ण प्रहरी कर्मचारीलाई हामीले त्यही अनुसार निर्देशन गरेर उहाँहरूलाई सचेत गराइसकेका छ र यस विषयमा चाहिँ तस्करी नियन्त्रणका विषयमा
तस्करीसँग कुनै पनि प्रहरी कर्मचारीले तस्कर गुण्डागर्दी गर्ने व्यक्ति र कुनै पनि अपराधमा संलग्न व्यक्तिसँग चाहिँ उसको साँठगाँठ हुने, उसको मिलोमत हुने र उसले त्यो विषयमा चाहिँ संलग्न हुने कुरै हुँदैन। त्यसमा चाहिँ हामीले शून्य सहनशीलता भनेर अब भन्नु त शून्य सहनशीलता भनिरहेको विषय हो, तैपनि अहिले हामीले चाहिँ कार्यान्वयन गरिरहेछौँ। त्यही त अब प्रहरी सङ्गठनभित्रै शुद्धिकरणको आवश्यकता छ नि, किनभने पछिल्लो समयमा एउटा जुन एकदमै चर्चाको 33 किलो सुन काण्डको कुरा छ होइन, लगायतका विषयहरू जसमा चाहिँ प्रहरीकै उच्च अधिकारीहरू चाहिँ त्यसमा चाहिँ संलग्न भएको देखिएको छ होइन, आगो लागेको अवस्था छ भनेपछि प्रहरी सङ्गठनमै शुद्धिकरण आवश्यक छ नि पहिला त होइन? होइन, प्रहरी सङ्गठन पनि यही समाजकै उपज हो भन्न खोजेको मतलब चाहिँ हामी प्रहरी कर्मचारी पनि त्यही समाजका व्यक्ति हौँ होइन। अब मात्र फरक के भने हाम्रो भूमिका मात्रै फरक हो, प्रहरीमा भएर गर्ने भूमिका र समाजमा हुँदाखेरिको भूमिका मात्रै फरक हो। त्यसै गर्दाखेरि हामी प्रहरीमा पनि त्यस्ता बदमासहरू मान्छे नआएका हुँदैनन् होइन, स्रोत त त्यही हो नि त, हुँदैनन् छैनन् भन्न चाहिँ सकिँदैन। तर त्यस्तो फेला परेमा त्यसलाई हामीले त्यही हदसम्म कारबाही चाहिँ गर्छौँ, हामी कानुनी हिसाबले कारबाही गर्छौँ त्यसलाई। अनि तपाईँले शुद्धिकरणको विषयलाई लिनुभयो र प्रहरी कर्मचारीबाट कुनै पनि मैले अघि नै भने चाहिँ अपराधमा संलग्न व्यक्ति अथवा कुनै पनि अपराधमा संलग्न भएको मिलोमतो भएको हदसम्म चाहिँ हामीले उसलाई कानुनको हदैसम्मको कारबाही गरेर उसलाई चाहिँ नोकरीबाट हटाउनेदेखि लिएर कुनसुकै पनि उपाय हामी चाहिँ अवलम्बन गर्छौँ र त्यो शुद्धिकरण गर्ने प्रयासमा हामी छौँ। हजुर, अब जनकपुरको कुरा गर्ने हो भने त जनकपुर अस्थायी राजधानी छ अहिले होइन, अब त्यो अनुसारको तयारी त्यसको तपाईँ स्वयं यहाँ चाहिँ एसपी हुनुहुन्छ भनेपछि राजधानीलाई हेर्ने दृष्टिकोण, अन्य ठाउँको सुरक्षाको दृष्टिकोण, यहाँको सुरक्षाको दृष्टिकोणमा केही पृथक होला नै होइन भनेपछि त्यो किसिमको तयारी के छ? यसमा निश्चय पनि अब अहिले राजधानीको रूपमा चाहिँ काम भइरहेको छ, त्यसले गर्दाखेरि सुरक्षा चुनौतीहरू थप हुन्छ। हजुर, र हामीले थप यहाँको आवश्यकता अनुसार चाहिँ सुरक्षा थप जनशक्तिहरू माग गरेर विभिन्न ठाउँमा सुरक्षा प्रदान गर्ने, भिआइपीहरूको निवासदेखि लिएर भिआइपीको आवागमनका कुराहरू र भिआइपी अथवा सरकारी भौतिक संरचनाहरूको सुरक्षादेखि लिएर सबै कुराहरूमा चाहिँ हामीले विशेष किसिमको सुरक्षा व्यवस्था कार्ययोजनासहित हामीले कारबाही गरिरहेका छौँ। र यहाँ भएका प्रहरी कर्मचारी पनि अन्य जिल्लामा खटिने भन्दा उहाँहरूलाई चाहिँ त्यही अनुसार चाहिँ सचेत र सजग गराएर चाहिँ हामीले परिचालन गरिरहेका छौँ। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। अब यो जुन सुरक्षाको विषय छ नि, यो सुरक्षाको विषयमा चाहिँ तपाईँ आफ्नो कार्यकाल सफलतापूर्वक बितोस् होइन तपाईँको कार्यकाल, त्यसको लागि चाहिँ के भन्नुहुन्छ जनकपुरवासीलाई, धनुषावासीलाई कि कतिको ढुक्क रहन भन्नुहुन्छ? यसमा अब सुरक्षासँग सम्बन्धित जुन यहाँले मलाई धेरै विषयहरू प्रसङ्गहरू जिज्ञासाहरू राखिसक्नु भएको हुनाले मैले आफ्नो तर्फबाट मैले भन्नुपर्ने कुराहरू भनिसकेको छु। र हामीले सुरक्षा के अरे जनकपुर धाम अथवा जनकपुर धनुषा जिल्लाको सुरक्षाको सन्दर्भमा हामीले कुनै पनि कसर बाँकी राख्ने छैनौँ र हामीले स्रोत साधन परिचालन गर्नेदेखि लिएर प्रहरीको आचरण व्यवहार सङ्गठनको शुद्धिकरण गर्नुपर्ने कुराहरूदेखि लिएर यहाँ आम नागरिकको समस्याहरू जनगुनासाहरूलाई चाहिँ एड्रेस गर्ने कुराहरू सबैमा चाहिँ हामी आफ्नो तर्फबाट हामी हदैसम्मको प्रयासहरू हामी गरिरहेका छौँ। र त्यसमा धनुषावासी अथवा धनुषा जिल्लाको आम नागरिक दाजुभाइ दिदीबहिनीहरू, विभिन्न राजनैतिक दल, सङ्घ सङ्गठनको तर्फबाट पत्रकार लगायत सम्पूर्णबाट चाहिँ हामीलाई सहयोग मिल्ने छ भन्ने कुरो हामीले अपेक्षा गरेको छौँ। र धनुषाको शान्ति सुरक्षा, यहाँको विकास निर्माण र समृद्धि हामी सबैको साझा विषय हुनुपर्छ र हामी त्यसरी अघि बढ्नुपर्छ भन्ने कुरा चाहिँ म यहाँहरू सम्पूर्णमा चाहिँ अनुरोध गर्छु। हजुर, धन्यवाद। हस्, थ्याङ्क यू। आदरणीय दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो गोविन्द थपलिया, उहाँ धनुषाका एसपी हुनुहुन्छ। आज हामी धनुषाको सुरक्षा अवस्थाको विषयमा कुराकानी गर्दैथ्यौँ। हस् त, नमस्कार। लाग्यो।